मित्रहरू, गुड मर्निङ। सबैलाई स्वागत छ मेरो भ्लगमा। आज फेरि कार्तिक 14 गते होला हैन, सायद फेरि पानी परेर हामीलाई दुःख दिएको छ हैन। बाढी घरभित्रै छिरिसकेको छ। यो समय पनि के खालको चाहिँ आउनु थाल्यो क्या। अस्ति असार साउनमा पानी नपरेर मरी कता कताबाट पानी जुटाएर रोपेको धानहरू अब अहिले उठाउने बेलामा सबैको खेत डुबेर ताजा पकाएर काटेको धान पकाएर झुटो छ। यो अनिकाल लाग्न आँटेको हो कि के हो यार यो हाम्रो देशमा। हाम्रो देश के संसारभरि नै भनौँ न, बिजोग छ अवस्था। बल्ल बल्ल पानी चाहिँ कटाइयो होइन, नाली सफा गर, नत्र भने डुबिसक्यो थियो। पुरै पानी भइरहेको थियो। कहाँ हेर्नु थियो धन्न पानी चाहिँ कटाइयो र अहिले यतिको यो माथि पानी आइसकेको थियो। अहिले चाहिँ जस पानी कटाएर यतातिर यतिको बनायो। सबजना बिन्दास छ होइन। गाह्रो छ है, गाह्रो छ। यतातिर चाहिँ अलिक डाँडामा रोड छ र केही फरक पर्दैन। यता हाम्रो चाहिँ यो गहिरोमा भएकोले गर्दाखेरि पानी अलिक सफा गरेर पानी सुकाइयो। आयो घर जाऊ है, बाघ सपायो घर जाऊ, घर जाऊ छिटो। अब सपायो नाउ। यतातिर चाहिँ यस्तो छ अवस्था होइन, पानी जमेर सबै भरिएको छ। यहाँ घरभित्रै छिरिसकेको थियो पानी चाहिँ। अहिले चाहिँ अलिक रहेर घरभित्र पानी कटेको छ। अहिले चाहिँ नभए घरभित्र पुरै पानी छिरिसकेको थियो। अहिले चाहिँ अलिक सुकेको अवस्था छ पानी। बिजोग छ पानी परेर सबै अगाडि पुरै ड्याम पानी भरिएको छ है। बारीभरि पानी। हामी चाहिँ कटाउने प्रयास गर्दैछौँ। तल कहाँनिरसम्म चाहिँ अब खनेर नाली खनेर सफा गरेर चाहिँ पानी कटाउन सकिन्छ, त्यही चाहिँ विचार गर्नुलाई जाँदैछु म। अब गएर टक्क पानी हेर्नु पर्यो। यहाँबाट चाहिँ अघि अलिकति सफा गरिदिएको थिएँ मैले तलसम्म होइन। त्यही भएर पानी अलिक सुकेको अवस्था छ मासतिर। तलसम्म सफा गर्दै थिएँ। यो झार चाहिँ कस्तो खालको झार हो क्या, पुरै यो पानी नै पुरै उयो गरेर के अरे नालीमै छिरेर पुरै त्यो जरा गाडेर पलाउने के अरे झार छ क्या। नालीमा पुरै झार छिरेको हुन्छ, त्यस पछाडि त्यसको जराले भित्र अनि ढलाइ चाहिँ गरेको छ नालीमा। तर पुरै जरा नै त्यो ढलाइमै जरा कसरी बाँचेको छ क्या। यो कस्तो खालको झार हो। हाल्ने क्या हो म मोबाइल सवाल हाल्ने क्या हो म मोबाइल सवाल
शाबाश बेटा। त्यही भएर सफा चाहिँ मैले तलसम्म गर्दैछु, त्यही भएर अलिक सुकेको छ, पानी सुकेको र पनि अझै कटाउनु मिल्छ कि भनेर चाहिँ हेर्दैछु क्या म। कटाउनु मिल्यो भने चाहिँ अझै झन् पानी कटाउनु के अरे सुक्ने चान्स हुन्छ नि त। पुरै नत भने रुमभित्र पानी छिरेर बिजोग बनाइदिन्छ अनि गाह्रो छ।